नमस्ते साथीहरु, आजको ब्लगमा चाहिँ म तपाईलाई लिएर जानेवाला छु मेरो गाउँ र म गाउँ नगएको पनि धेरै नै दिन भइसक्यो र आज मलाई एक्कासी गाउँको याद पनि आयो। कति गाडी मात्रै कुदाउनु, कति पैसा मात्रै कमाउनु, पैसा मात्रै पनि त सबै थोक होइन नि त साथीहरु। त्यसैले चाहिँ इन्जोयमेन्टको लागि मेरो परिवारसँग भेटघाट गर्न, गाउँमा रमाइलो गर्न चाहिँ म केही दिनको लागि गाउँ जाउँछु। चाटा तैले काम पाइनस् मेरो घर अगाडि आएर भिडियो बनाउँछस्। अय्या माफ गरिदिनु अंकल, आउँदै यस्तो गल्ती हुँदैन। अंकलको चप्पल सर्ट खाएर चाहिँ म मेरो गाडीलाई स्पिडमा लिएर अगाडि बढिसकेको 50 वर्ष नआएका बुढा अंकल भए पनि ताको चाहिँ जे अहिलेसम्म रहेछ। अहिलेसम्म रन्थनी राछु म त्यति साह्रो हाने आइया। अब त बुढाको घरमा गएर जिन्दगी भिडियो बनाइदैन साच्चै भने। अनि साथीहरु, तपाईलाई एउटा कुरा थाहा छ, हाम्रो गाउँ जाँदा चाहिँ एकदमै ठुलो घना जंगलको बाटो जानुपर्ने हुन्छ, जहाँ चाहिँ राति भूतप्रेत आत्माहरुले एकदमै तर्साउने गर्छ। बाटो एकदमै लामो छ, सायद जंगल पुग्दा आज पनि राति हुन्छ। हेर न यसले धुलो उडाको। आबो यो ट्रकवालालाई हेर्नु न, हेर मनोबटे गरिरहेको थियो मुला। यसलाई के थाहा म 10 वर्ष एक्सपिरियन्स हेभी ड्राइभर हो भनेर बिचरा भाइलाई थाहै रहेछ यस्तो कुरा। अनि म चाहिँ अगाडि बढिरहेको थिएँ, यहाँदेखि मैले गाडीहरुको अनि यसो कुरा बुझेको जंगलबाट हात्ती बाहिर बाटोमा निक्लेछ, त्यही भएर पो यस्तो भिड। अनि फेरि मेरो चाहिँ बच्चैदेखि हात्ती फेभरेट हो, त्यही भएर चाहिँ म कुदेर हात्ती हेर्न गएँ। हात्ती हेरेपछि त जिन्दगीमा यत्रो नजिकबाट हात्ती हेरेको थिएँ नि, यत्रो नजिकबाट हात्ती हेरेपछि त मेरो मुटुले ठाउँ नै छोड्यो। अरे यार, हात्ती त मेरो छेउमा आउँदैछ, भाग 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 भाग। अरे बचाऊ बचाऊ, अब त म जिन्दगीमा पनि हात्ती हेर्दिन। राम राम राम, आज त मेरो दिनै खराब छ जस्तो छ। बिहान बिहानै बुढोले चप्पल सर्ट हाल्नु अनि दिउँसो हात्ती। तीमाथि तपाईहरुलाई थाहा छैन होला, मेरो गाउँ जाँदा चाहिँ एकदमै ठुलो जंगलको बाटो छ, त्यो बाटो भएर हामी जानुपर्छ। यो जंगलको अलिक अगाडि गएपछि चाहिँ एउटा पार्क आउँछ, त्यहाँ चाहिँ धेरै ठाउँहरुबाट चाहिँ टुरिस्टहरु पनि घुम्न आउने गर्छ। अनि चाहिँ हामी कुरै कुरामा त्यो पार्कको छेउमा पनि आइसकेका छौं। तपाईहरुलाई मैले मेरो गाडीको अगाडिको इन्टेरियर देखाएको थिएन, यहाँ हेर्नुस् कस्तो बोबाल छ। त्यो अगाडिको इन्जिनको सिटमा त म दशैंको बेला मान्छे खाँदेर ल्याउँछु। अनि चाहिँ म यसो रिफ्रेशमेन्टको लागि बाहिर आएको थिएँ, यहाँ केही मान्छेहरु चाहिँ अलरेडी आइसकेका रहेछन् यो ठाउँमा घुम्न। यो ठाउँमा त यस्तै हो, मान्छेहरुको भिडभाड भइ नै रहन्छ। यो हजुरआमालाई हेर्नु, ताली पिट्दैछिन् त बुढी आमाले, के देखिन्दैछ। यो पार्क चाहिँ प्रसिद्ध हुनुको एउटा कारण के हो भने यहाँ चाहिँ चिया बगान पनि छ। हेर यत्रो उमेरमा पनि सबैभन्दा अगाडि हिँडिरहेछन् बुढी आमा। र यो चाहिँ त्यो चिया बगान हो जसलाई हेर्न चाहिँ मान्छेहरु बाहिरी देशबाट पनि आउने गर्छन्। यो खैरेले यस्तो चिया बगान कहिले पनि आफ्नो लाइफमा देखेको थिएन है, क्या पुरै शक भएर हेरिरहेछ। अनि पार्कमा 2-4 घण्टा घुमेर हिँड्ने भएको त राति पनि भइसक्यो। अनि त्यहाँ घुम्न आएका मान्छेहरुले चाहिँ मलाई के भन्यो भने त्यहाँ पर्तिर अलिकति अगाडि मेला पनि लागेको छ अरे, अनि हामी पनि सँगै त्यहाँ जान्छौँ भने। अनि त्यसपछि मैले भइहाल्छ नि भनेर उनीहरुलाई पनि गाडीमा हालेर सँगै त्यहाँबाट लिएर गएँ। साँच्चै यार, यहाँ त एकदमै ठुलो मेला लागेको रहेछ अनि मान्छेहरुको पनि उति नै भिड। रोटेपिङ खेल्ने मलाई एकदमै मन थियो, तर आज मसँग टाइम छैन, त्यही भएर आज मैले खेलेँ। तर केही छैन, म गाउँबाट फर्किँदाखेरि यो रोटेपिङ खेल्छु अवश्य। अनि त्यसपछि चाहिँ गाडी लिएर म त्यो पार्कबाट पनि हिँडेँ। अनि एउटा खुसीको कुरा के हो भने त्यो पार्कमा घुम्न आउने मान्छेहरु चाहिँ कोही हाम्रा गाउँबाट पनि आएका अनि उनीहरु पनि हामी तपाईसँग जाने एउटै गाउँको रहेछौँ भनेर गाडीमा चढे। अनि मैले पनि आफ्नै गाउँको मान्छे त हो नि भनेर गाडीमा चढाएँ। हुन त म फोकटमा कसैलाई गाडीमा चढाउने मान्छे त होइन, तर मैले चढाउनु पर्यो किनकि यो घना जंगलमा राति आत्मा भूतप्रेतहरुले तर्साउने गर्छन्, त्यही भएर पनि। किचकण्डीहरुले त एक्लै गाडीमा हिँडेको देख्यो भने त उठाएर पो लान्छन् त, त्यही भएर मैले उनीहरुलाई साथमा लगेको हैन। अनि त्यस्ता बखम फुसीहरुलाई साइडमा लगाएर म हिँडिहाल्थेँ, आफ्नो फाइदाको लागि त यति गर्नै पर्यो नि। अनि चाहिँ मैले दिउँसोदेखि नमुतेको कारण चाहिँ मलाई एकदमै पिसाबले च्यापिरहेको थियो। अनि यति धेरै मान्छे देखेपछि चाहिँ मलाई मुत्ने आँट पनि आयो। अनि चाहिँ गाडी साइडमा रोकेर जंगल जाने विचार गरेँ। त्यही पनि मेरो एक्लै झाडीमा जाने आँट आएन, त्यही भएर मैले पेसेन्जरलाई मसँग जान्छु भनेर सोधे पनि। कोही हुनुहुन्छ मसँग सँगै टोयलेट जाने? ओए बुढी, जान्छस् मुत्न? हे जान्न म, तपाईँ जानु। मलाई पनि च्याप्न त च्यापिरहेको, यत्रो झाडीमा त जान्न होस्। ओए माया, जान्छस् भने हिँडै सँगै जानुपर्छ ड्राइभरसँग। ए ल्याङ ल्याङ ल्याङ, म सोच्छु जान्न। अनि केही समय पर्खिँदा पनि गाडीबाट कोही नआएपछि म एकदमै आँट जुटाएर अगाडि भित्रभित्रै डराए पनि उनीहरुको अगाडि चाहिँ नडराए जस्तो गरेर। अनि अलिक तलतिर पुगेपछि त डरको सुरमा कुद्दा कुद्दै धेरै नै भित्र आए। ल आफ्नो काम चाहिँ यही पुरा गर्नु पर्यो भनेर चेन मात्र के खोल्दै थिए, एक्कासी कसैले बुलाएको आवाज पो आयो। अनि चारैतिर हेरेको कसैलाई पनि देखिन। आबुई के हो यस्तो, अब त म जिन्दगीमा झाडीमा मुत्न आउँदिन। त्यति भएपछि त मेरो मुटुले ठाउँ नै छोड्यो अनि उफिल्दै उफिल्दै गाडी भएको ठाउँमा गयो। के पो दाजु, कता हराउनु भएको थियो, किन यति ढिलो? अब यी थाङ्नेहरुलाई जंगलमा यस्तो यस्तो भयो, भूतदेखि भनौँ त पत्याउँदैनन्, हाँसेरै उडाउँछ। त्यही भएर सबै कुरालाई मनमै दबाएर गाडी फुल स्पिडमा हाके। यो थाङ्नेहरुलाई ल्याएको नल्याएको केही अर्थै भएन, त्यही भूतबाट जोगिन्छु कि भनेर ल्याएको, के जोगिनु। अनि चाहिँ फुल स्पिडमा भिजेको कट्टुमा गाडी हुइकाउँदै बिहानै भयो। अनि यहाँबाट चाहिँ जंगल पार गरिसकेपछि हाम्रो गाउँ सुरु हुन्छ। अब चाहिँ जंगलको बाटो हिँड्दाखेरि डाइपर लाएर हिँड्नु पर्ला जस्तो छ। अनि चाहिँ हामी हिँड्दा हिँड्दै हाम्रो गाउँको स्कुल आइसकेका छौँ, जहाँ चाहिँ म सानोमा यही पढ्ने गर्थेँ। अब बल्ल बल्ल स्कुल आइसकेको, एकचोटि ननिस्किँदा कता जाम। अनि मैले गाडी रोकेर स्कुल हेर्न थालेँ। अनि मैले ल्याएको थाङ्नेहरु यहीबाट उत्रेर आफ्नो घरतिर लाग्न थालेँ। म सानमा पढ्दा जस्तो थियो त्यस्तै रहेछ स्कुल, खासै चेन्ज भइसकेको रहेछ। जे सँगै पढेका साथीहरु कोही कहाँ पुगिसके, हतपति खासै भेट पनि हुँदैन। मलाई त स्कुलको धेरै नै याद आयो। स्कुल लाइफ भनेको स्कुल लाइफ नै हो क्या, स्कुल लाइफ जतिको बेस्ट अरु केही नै हुँदैन हाम्रो जीवनमा। तपाईहरु कुन स्कुल पढ्नु भएको गाइस, आफ्नो स्कुलको नाम तल कमेन्ट गरिदिनु होला। अनि स्कुल हेरेर म मेरो घरको एकदमै नजिक आइसकेको छु, किनभने स्कुलदेखि हाम्रो घर धेरै टाढा पनि छैन। यो कुन चाहिँ इन्जिनियरले बनाएको गेट हो, मान्छे हिँड्न बनाएको गेट हुनुपर्ने हो, गाडी त छिर्नै नामिल। अनि चाहिँ मैले मेरो 10 वर्षको एक्सपिरियन्स युज गरेर साइडबाट गाडी छिराएँ। ओहो, गाउँ त जस्ता
गएको त्यस्तै रहेछ। यत्रो दिनपछि गाउँ आउँदाको मजै बेग्लै छ। गाउँका साथीहरू त सबै विदेशी सके होला, अब त खासै कोहीसँग भेट पनि होला जस्तो छ। यो चाहिँ हाम्रो प्यारो गाउँको घर अनि यो चाहिँ छ सानो बाथरुम। जहाँ चाहिँ सानोमा आमाले मलाई नुहाइदिने गर्नुहुन्थ्यो। अनि चाहिँ मैले घरमा कोही छन् कि भनेर उफ्री उफ्री आमा बुवा भन्दै बोलाएको, घरबाट कोही पनि निस्केन। अब पहाडका मान्छेहरू सबै देशभरि खेतीमा हुन्छन्, त्यही भएर पनि होला। पानी पर्दैछ, लुगा पनि उठा परेन। अनि चाहिँ यहाँ चाहिँ हेर्न सक्नुहुन्छ, यो चाहिँ हाम्रो कुवा हो, यहीँबाट चाहिँ हामी पानीहरू खाने गर्छौँ। अब तपाईँहरूलाई त थाहै छ, पहाडको सबै ठाउँमा धारा पुगेको हुँदैन, कल गाड्न मिल्दैन, त्यही भएर चाहिँ कुवाकै पानी खाने गरिन्छ। अनि अर्को कुरा के हो भने चाहिँ हाम्रो घरबाट सबै भ्यूहरू देख्न मिल्छ क्या, ओल्लो डाँडादेखि पल्लो डाँडा सबै, अनि अगाडिको हाइवे पनि हेर्नु। यहाँको हावापानी, यहाँको स्वच्छ वातावरणले जे होस् मन चाहिँ आनन्दित नै। यहाँ हेर्न सक्नुहुन्छ कस्तो राम्रो भ्यू देखिन्छ। साँच्चै तपाईँहरूलाई पहाड मनपर्छ कि तराई मनपर्छ कमेन्ट गर्न नबिर्सिनु। अनि चाहिँ आजको भ्लग राम्रो लाग्यो भने लाइक र सब्सक्राइब पनि गरिदिनु होला, किनभने अर्को भ्लगमा पनि त भेट्नु पर्यो नि। ल त सबैलाई बाई।